के छ केटाकेटी हो मलाई चाहिँ नदेखाउ त्यो किन हौ यस्तो ह्यान्सी मान्छेलाई नदेखाउने हुन्छ भने मेरो भ्लगमा ओए लभले है पानी परेर बसिरहेको हाम्रो आइस भाइ यहाँ छ हाम्रो सन्देश नितेश भाइ म गोले भाइ हो यहाँ इम्पोस्टर को रिभिल हुँदैछ को हुन चाहिँ को भने इम्पोस्टरको यो हो क्या यो साग मात्रै के रे A few moments later. आज चाहिँ बेलुका म भ्लग बनाउने मोड आयो क्या बनाइदिएको के छ आइस भाइ हाई भन् त ल हाई भन् न मैले ल हाम्रो ह्यान्सी है हाम्रो ग्रुपको ह्यान्सी गयो नि फेरि हाम्रो अर्को ह्यान्सी ल ओइ कस्तो लभली देखिरह हो ओ बुनु हाई भन हाई मलाई चिन्यो म हरिबहादुर तिम्रो हरिबहादुर लभली है अहिले भेट्छु रिभिल वाइट रे वाइट ल कस्तो लदाको कता बेल देखा अनि मेरो आन्सर के चिकन ल छिटो भने फेरि मतिर तन्काको त्यस्तो कहानी कहाँ भनेर भन्नु मिल्दैन नि हौ आफ्नो एन्सर भन्नु मिल्दैन त आफ्नो एन्सर भन्नु पऱ्यो नि त ल मेरो ल चिकन अनि त्यहाँबाट चिज अनि यता आएको हो कि अघि यता आएको अबे साले जो माफ करना मैं जो उससे मैं इधर उधर निकल जाता हूँ यो त झिल्ली ल ओए नाटक के रे ल केटा ओ घर जानु पर्यो यो त जान्छ ल सिधा उपर एकदम यार घरतिर चल्दैछ कस्तो चिकु देखेको है बहुछरा कब चाहिँ घर जानुपर्ने हुन्छ राति कति बज्यो हेर त ल अब हामी लगभग 8:30मा घर पुग्छौँ कति जाने हो माथि जाऊँ न त एकजनामा ट्रिपल जाऊँ न माथि जाऊँ न त एकजनाको ट्रिपल जाऊँ भने क्या किन माथि जाऊँ न त गो गर्न जाऊँ न त गो गर्न किन तिमीहरुको लाग्दैन होला गो गर्न जाऊँ न त गो गर्न हामीले 25 ब्याग हालेछ नि ए होला नरिन केटाहरु यस्तै छ हल्ला गर्दै छ 350 म एकले हालेको सक्छु ल ए धनी कहिले ओइ केटा गो गर्न चल्दिस् न त जाउँ ल माथि जाउँ न त एकछिन डाँडामा जाउँ र केटा अब हामी यहाँबाट कहाँ जान्छौँ हामीलाई थाहा छैन घर जान्छौँ कि गोकर्णको डाँडा त्यही हो के हुँदैन मुझे 4-5 कल खाइसक्यो के हुँदैन जाउँ हामीले कति कल खाएछ हेरौँ न कति गोल हामीले 4 कल खाएको छ है ल 4 6मा के को टेन्सन हालेको थिएन क्या ए भयो त नि हिलाउँदैन त
ल हिलो आउँदैन है ल टक्क हाम्रो चाहिँ यहाँ छ अनि मुझे हिलै आउँदैन त्यसको बाइकमा कस्तो मुझे डराएर टक्क अलिक म कुदाउँछु यसलाई कुदाउनु दिउँ भने यसलाई कुदाउनु आउँदैन यसलाई कुदाउनु आउँदैन के भन्दैछ ओए ल ल ल दुईजना ल मैले पनि छुएको छैन है चिरोट त सोधो हो मैले पनि चिरोट चाहिँ छुएको छुइनँ भन केटा यस्तो चिरोट भन्ने काम भन यो मेन ल यसको ओठ हेर्नु गाइस म त हालिदिन्छु मैले त हालिदिन्छु मलाई त मतलबै छैन म त हालिदिन्छु ल जाउँ न जाउँ स्टोरेज फुल हुन आँट्यो मेरो ल एक चढ्दै त ल टक्क आइस अहिले ल ल ओए कुदाइदियो ल कुदाइदियो ओ स्टार्ट छ है छिज भने उठ्छ नि त्यहाँ ओए ल ल ल ढुक्क ल ढुक्क ल ल त्यहाँ हेलमेट छैन मुजी यस्तो हेलमेट नलाउनेलाई चाहिँ समात्नुपर्छ है मुजी बाइक नम्बर यही हो यता जाउँ न हौ जाउँ वान्टेडमा टिकटकमा आउँछ भने हामी उसलाई समातेर त्यो अनि त्यो बुलेटमा चढेर यस्तो गर्ने पनि समातेछ त त्यो अनि त्यो मैले पासन भएको गर्दैछु मेरो अब गोगनतिर जाने भने चाहिँ केटाकेटी हो लु वान टाइम हेरौँ ल ओए खोइ दाइ ल झन्डै गएको यस्तै छ है केटा बाइक निराएको नि भन्छ ल जाऊ बस ल केटाकेटी हो अब हामी चाहिँ माथि गोकर्णतिर जानु लागेको गोकर्णमा भेटिन्छ अहिले पासाङले नै कन्टिन्यू गर्छ है केटाकेटी आज आएर यो दादाले लास्ट केटी बेहोरा देखायो है देख्दिनँ त यार आज चाहिँ लास्टै बेहोरा देखाइदियो है दादाले यस्तै छ जम भनेको यतै अड्किला जस्तो अब हामी चाहिँ गोकर्ण जान्छौँ होला एकछिन जाने भाइ चढ्न त मेरोमा त्यो उकालोमा छ्याउ हुन्छ क्या फेरि लड्ला भन्ने केटाहरूले लास्ट उयो गरेँ क्या यार छ्यापे छ म धुइदिन्छु हौ लुगा हेलमेट पनि छैन यो दादाले लास्टै गीति गरे अब त्यो एकजना मानेन अब माथि गएर भेट्नुपर्छ केटाकेटी हो ओए दादा ल गएको ल यो अन्त महाकाडक्स ल केटा बल्ल कर गर्दा बल्ल माने है केटाकेटी हो अब खत्रै हुने जस्तो पासन भाइको केटाहरू पछाडि छ ठ्याक्कै 6 जना हो हामी पछाडि चाहिँ एकजना एउटा साइडमा छ
पर्छ मुख छाड्यो पनि के गर्यो पनि केही हुन्न है नकाट्ने हो काटेर बनाउने होइन ओइ तिनीहरू उता गयो त नि ओइ यता यता आउँछ हरान बजाइसक्यो त्यो माथितिर जाने हो केटा अब झन्डा पार गएर भेट्नुपर्छ है केटा हो ल अहिले भेटौँ त ल केटाकेटी हो हामी चाहिँ झन्डा पार्क आइसकेको छौँ पक्का आइसक्यो पक्का म आइसकेँ हाम्रो यहाँ गोरुबाई छुट्टै एस्थेटिक छ फेरि हाम्रो फेरि दसको चाहिँ के भयो रिसाइरहेको हो क्या हो के भएको छैन म चाहिँ नरिसाउने ओइ यस्तो भन्दैछ दाइको भएकोमा सरी भन् सॉरी बोल सॉरी हाँ सॉरी बोल अच्छा सॉरी अच्छा सॉरी नहीं सीधा सॉरी बोल सीधा दिल से बोल सॉरी दिल से राइस भाइले कस्तो कालो देखेको टक्क तल मुतायो जाउँ न त आइज जाउँ भने तँलाई मुताइरहेछ तँलाई मुताइरहेछ भने छैन तँलाई र मलाई रहेछ हिँड्नु यहाँ तल केही हुँदैन म त मर्नु आँटिसक्यो हौ केटाहरू चाहिँ उतातिर छ खोइ देख्दैन रहेछ म चाहिँ टक्क मुत हान्नु आएको क्या यस्तो बाटोमा कोही बाटो पनि देख्दैन माथि चिप्लेर लड्यो भने बहुत तनाव छ त ऊ चढ्नु अहिले कसरी म टक्क म चाहिँ यहीँ पिस हान्नु पर्ला जस्तो छ है गाइस टक्क लाएर मुतेर भेट्छु है मुतिर अम्बो यत्रो च्यापेको रहेछ अस्ति छ है यतातिर वालले मुथेँ मैले चाहिँ भ्यू हेर्न सक्नुहुन्छ राम्रो नदेखेको क्या टक्कै यहाँनिर मुतिसकेँ मैले चाहिँ होइन म चाहिँ लागेको अब मासतिर अब बाटो हेर्न सक्नुहुन्छ कहाँ बाटो त फक छ त बाटो त यता बाइकको रे होइन टक्क आयो अर्को तम्सिँदै गयो डल्ले उफ्रिँदै थम्नेल हाल रे थम्नेल अस्ति हालिदिएको त राम्रो लागेन थम्नेलमा दादाले हाल्न दादाले ल ओए हाम्रो यहाँ अनुजले रिसाएको बोल्दै बोल्दैन त जाने ल जाउँ न त कुन बाटो 100 स्पिड मुनिको लेफ्ट त्यो रोड यो त खोलाको हो त अनि के सोचिरहेको तैँले यहाँ आगे सिधै केटा हो यसकैबाट अब चाहिँ अब चाहिँ यहाँबाट निस्किनु लागेको अस्ति त्यही गरे हो अब घरमा गएर भेट्छ पासाङले घरमा गएर कन्टिन्यू गर्छु म मेरो घर जान्छु त्यतिखेर भेट्नुपर्छ ल पासाङ ल बाई भन्दैन त बाई ल यसले बना भनेर बनाइरहेको छु फेरि भिडियो है अघि बाई भनेको थियो त्यो पनि फेरि आयो फेरि के भन्छ अर्को मोबाइलबाट आयो है केटाकेटी हो भर्खर मेरो यस्तै छ राइडिङ चाहिँ यस्तै छ है
झरौँ न त गाउँ न त यहाँबाट जाने मेरो भन्दा त तेरै आउँदो रहेछ हो क्लियर अलिकति मेरो जेरो पनि पाइ उब्रेको त साइडको स्पिड ब्रेकर दिएन भन्दै लडेको केटा हो भेनस आयो भेनस आया मान्छे भेनस है भेनस यहाँको बाटो पनि ठिक छ क्या चलाउनु मजा आउँछ फेरि घन्टा सिधै लागेको केटा हो यसलाई घर छोडिदिएँ अब म पनि घरतिर लाग्छु होइन त्यही हो ठिक छ फुलसम्म यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद अब म पनि घर जान्छु ढिलो भइसक्यो अब यहीँसम्म मेरो भ्लग ल आजको लागि यति नै नेक्स्ट आउँछ केटा भिडियो गुड नाइट